Hello and welcome back to my new vlog. अनि आजको प्लान चाहिँ म चाहिँ आफ्टर लङ टाइम ब्याक भएको छु। आजको प्लान चाहिँ हाम्रो घरमा मोमो खाने प्लानिङ छ। अनि हामी चाहिँ अहिले मोमोको किमा लिन जान थालेको। अलमोस्ट साँझ भइसकेको छ, काम अस्ताइसकेको छ। अनि हेर्न सक्नुहुन्छ यताको दृश्य गाइस, कस्तो राम्रो देखिरह। मसँग चाहिँ पार्टनरमा जाँदैछन् प्रिन्सा, यताबाट हाम्रो आमाहरू उता गएर आउँदै हुनुहुन्छ। हामी मोमोको किमा लिन। हेलो भन न, हामी कहाँ जानु? आजको प्लानिङ सुनाइदेऊ नानी। आजको प्लानिङ यता फर्केर भन न साथी। उसलाई चाहिँ आज बिहानदेखि चाहिँ अलि ठिक छैन। हाम्रो प्रिन्स पनि उताबाट आउँदै के गफ लाउनु र। चोरी चोरी चुपके चुपके कहाँ से आ रहे हैं ये दोनों, कुछ छिपा रहे हैं ये दोनों अपने पीछे। हेर्न सक्नुहुन्छ गाइस, खाइरहेछन् आइसक्रिम। मुखमा लागेको अझै पनि खानु पाँचवटा बाला पनि थियो नि त्यहाँ। अझै होला पनि जाऊ घर। प्रिन्समाले उनीहरूले चाहिँ लुकी लुकी खाएको भएर डराउँदै आएको थियो नि। अनि हामीले पनि खायौँ, मिठो थियो। हामी पनि जाँदैछौँ, हेरौँ हामीले खान्छौँ कि खादैनौँ गाइस। सो गाइस, हामीले चाहिँ किमा लिएर आउँदा चाहिँ एकदमै ढिला भयो आज। अब मोमो खाँदा चाहिँ 10 पनि बज्न सक्छ। फाइनली मोमो र प्याज चाहिँ हामीले लिएर आयौँ। अब हेरौँ घर गएर के हुन्छ। अन्तिमसम्म हेरेर साथ दिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हस्त धन्यवाद। अब हामी भेट्छौँ घर गएर। रात परिसक्यो, बाटो चाहिँ यस्तो देखिरह। आज चाहिँ पूर्णिमा, होली पूर्णिमा, फागु पूर्णिमा भएको भएर चाहिँ फुल मुन देखिरहेको छ। होली स्पेसल बाइ द वे। यो चाहिँ होलीको भिडियो है, सबैजनाले हेर्न सक्नुहुन्छ। अनि मैले भन्न बिर्सेछु, ह्याप्पी होली सबैजनालाई यहीबाट। यहाँ बल्ल सुरु गर्दै हो यार। देख्न सक्नुहुन्छ काटेर भ्याउन लगाइसक्नुहुन्छ। उहाँ तिनवटा अहिले मोबाइल फुट्न सक्छ यहाँको त। गाइस हेर्न सक्नुहुन्छ मेरो हात पनि काटेको छ यहाँनिर। खै यस्तो धेरै हेर्न अलिकति हो। मसलाई केमा भाउ के भाउ गाइस। अब म देखाउन जाँदैछु मामाको रेसिपी। ओके। म यहाँ चाहिँ तेल लगाउँदैछु। यो किमा बनाउन रेडी गरेको आमाले गोलो गराउँदै हुनुहुन्छ। अनि भाउजूले चाहिँ यहाँ बेलेर रेडी पार्दै हुनुहुन्छ। उहाँ चटनी बनाउँदै हुनुहुन्छ। हामी यता नाच्दैछौँ भन्नु त गर्दा। मान्छे नाचेको भिडियो छ अनि हामीले चाहिँ नाच्छौँ गाइस। ल हामी बन्द गरे है। यहाँ देखाउनु नि, यो बाबा घर नगएर हो। यो बिग्रेको जति होइन, यता भएको राम्रो जति मैले बनाएको है। होइन होला के हो? ए हो के सब त्यस्तो न के सधैँ जानु बिमा मन्छु। बाबालाई नयाँ लिएर आइज। यहाँ त यहाँ यो नयाँ पनि हो। यो उहाँ चटनी छ यता। टेबुल चाफी अनि उहाँ पाके छ। मोमो खाने हो। कति भयो चार्ज? हेलो हे मलाई चार्ज गर्छ। वेलकम टु आवर ब्लग, दीपा ब्लग।
2 hours later. ग्यास देनी बेला गएको र हेलो गाइस हामीले चाहिँ यहाँ मोमो बनाउँदा ग्यास भयो अब केमा पकाउने हामीले अर्को ग्यास चेन्ज गर्दैछौँ अब अर्को ग्यास चेन्ज आगोमा पकाएर खान जाने हो कि आगोमा पकाएको फेरि मोमो खानु पर्ला किन अड्के छैन र यो यहाँ मोमो यु यम्मी चटनी चटनी बन्द त बन्दैछ यहाँ चाहिँ हाम्रो मोमो छ गाइड यहाँ ए ओके भयो भन यो भयो भन्दा गर्दा यो तल यस्तो आउँछ बन्दैछ कि बन्द गर्ने खोल्नु गर्नु तिम्रो आएर बन्द गर्दा भयो मजा आइसक्यो ल A few moments later. प्लिज कस्तो मोमो ए मिठो मन्सु यता त खाएर भइसक्नु भयो अनि यहाँ चाहिँ हाम्रो यो युएनमिङ चाहिँ छ यो चाहिँ पाक्नै हो त्यहाँ पाक्दै हो हाम्रो यता चाहिँ मोमो खाइसकेर भात खाँदैछन् किनकि यिनले चाहिँ मोमोको बाहिरको खोल मात्र खान्छन् भित्रका खान्न चट्टीमा त्यही भएर दाइले पनि त्यहाँ भात खाँदै हुनुहुन्छ अनि यसको एक उस भइसक्यो यहाँ चाहिँ अझै बन्दै खाएको खान्छ अनि यहाँ दुई तिनवटा खा आमाको दुर्बियो ल गाइस हामीले चाहिँ मोमो खाँदा खाँदा मोमो त्यहाँ पाक्दै हो हामी चाहिँ यहाँ चिया हामी तिनजना प्रिन्स म अनि भाउजू भएर यहाँ चियाको तल लागेर चिया खान थाल्यो अब हामीले त यहाँ मोमो खाँदैछौँ हाम्रो पालो बल्ल आयो भाउजू चटनी हाल्दै हुनुहुन्छ त्यहाँ पनि हाम्रो चाहिँ यस्तो युएनबी बनाएर खान्छौँ है बाँकी रकको पिठोको अनि त्यहाँ चाहिँ पाक्दैछ अनि यिनले चाहिँ के भन्दै खानु बाबु यो मोमो के गर्ने अरे स्कुल जाने भोलि नभए स्कुल जानु नगरे आमाले यहाँ झाड लाउनु रेडी भइसक्नु भयो लाएर पनि भइसक्नु आमा My brother. Hi. Vlogger को भाइ भएछ त गर्नु पर्यो के रे A few moments later. Video भएको चाहिँ माथि तातो भर्खर निकालेर पऱ्यो त देख्दैन त्यहाँ तिम्रो पनि सिङै टोक्यो गाइस हाम्रो चाहिँ
के भन्छ गरे मोमो बनाइसकेर बाँकी बचेको पिठोको चाहिँ यस्तो गरेर युएनबी बनाएर खाने चलन छ। हजुरहरूकोतिर के गर्नुहुन्छ खै थाहा भएन। हामीले चाहिँ यस्तो गर्छौँ। यता त कस्तो हो भन् त? हाम्रो चाहिँ एकदम मिठो लाग्छ, एकदम मिठो लाग्छ। अनि त्यो सुप पनि छ त्यहाँ। भाउजू कस्तो हुन्छ? युएनबी कस्तो लाग्दैछ? मिठो। उता आमालाई देखा उता त यहाँ घाँटी खान लाग्छ पहिले के बोले भाइ? अब के बोले? के बोले? मोमो बनाइसक्यो। आजको काम यति 10 बजिसक्यो। हामी चाहिँ आजसम्म यति बेलासम्म गर्नु। अरू त कति निद्रा पुलाएर होला बोल्न नआएन मलाई। हामीले चाहिँ हल्ला गर्दै यही खाँदै गरिरहौँ। गाइस यो चाहिँ सुप होला। हजुरले उता खाँदै हुनुहुन्छ सुप। 2 hours later. भाइ यो अब खाएपछि यति त साफसफाइ त गर्नु पर्यो। मैले चाहिँ भर्खर भाँडा माझ्नु भएको। अनि हजुरले यहाँ सफाइ गर्दै हुनुहुन्छ। आमाले यहाँ झाडु पोछा गर्नुभयो। त्यही हो। थ्याङ्क्स फर वाचिङ। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि के भन्छ गरे होलीको अन्तिम उस भए पनि राति भए पनि ह्याप्पी होली गाइज। बाई बाई, गुड नाइट, ह्याभ अ स्विट ड्रिम्स।